सम्पूर्णलाई नमस्ते, सबैमा नमस्कार। आज म तपाईलाई एउटा चुटकिला भनौँ कि के भनौँ, गीत भनौँ। गीत त मलाई त्यति राम्रो आउँदैन र चुटकिला पनि आउँदैन। मैले गफ दिएको साथीहरू, तपाईहरुलाई म आज एउटा यो देशको आर्थिक अवस्था कस्तो छ त्यो बारेमा भन्न गइरहेको छु है। नेपाल एउटा भूपरिवेष्टित राष्ट्र, ल्यान्डलक कन्ट्री भनेपछि नेपालसँग समुद्र जोडिएका राष्ट्रहरू छैन जसले हाम्रो पार वहन अथवा व्यापार गर्न अलि असहज हुन्छ। समुद्र जोडेको राष्ट्रहरूसँग चाहिँ सजिलो हुन्छ हैन, त्यो मानेर पनि हामीले कुरा गर्दा हुन्छ। र नेपालको अर्थतन्त्र हैन धेरै भाग चाहिँ नेपालको अर्थतन्त्र धेरै भाग रेमिटेन्समा भर परेको छ। रेमिटेन्स भनेको वैदेशिक विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले नेपालमा पठाएको पैसाको परिमाण हो है। पैसा पठाउँछ, त्यो हाम्रो देशमा डलरको रूपमा रहन्छ। नेपाल राष्ट्र भएकोले त्यो डलरको रूपमा आउँछ र त्यो डलरको आधारमा, रेमिटेन्सको आधारमा हाम्रो डलरको संख्या बढ्न जान्छ। अनि हामीले विदेशबाट चाहिँ व्यापार व्यवसाय गर्न, विदेशबाट चाहिँ हाम्रो चाहिँ आयात गर्न सहज हुन्छ। नेपालको अर्थतन्त्रलाई आयातमुखी छ नेपालको अर्थतन्त्र त, तर त्यसलाई चाहिँ आयातमुखी नबनाएर निर्यातमुखी बनाउने यदि हो भने नेपालमा पर्यटन व्यवसाय एकदम सम्भाव्यता भएको देश नेपाललाई पर्यटन व्यवसाय मार्फत पनि बनाउन सकियो। र नेपालमा चाहिँ यो हामीले परापूर्व कालदेखि नै बनाउँदै आएको गलैँचाहरू हैन, कफीहरू, त्यस्तै अलैँची, नगदी बालीहरू चाहिँ विदेश, चियाहरू विदेश चाहिँ निर्यात गर्न सक्यो भने त्यसबाट पनि हामीले मनग्य आम्दानी प्राप्त गर्न सक्छौँ। यद्यपि अहिलेको नेपालको राजनीतिक अवस्था दिन प्रतिदिन बढ्दै गएको आर्थिक अनुशासन, वित्तीय अनुशासनको कमी र यो ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका विभिन्न यो संस्थाहरूले दिएको प्रतिवेदनले चाहिँ नेपालको आर्थिक अवस्थालाई अलि नाजुकै मान्नुपर्छ। यो हिसाबले पनि नेपालको अर्थतन्त्र त्यति बलियो छैन। तर यद्यपि यहाँ सम्भावना चाहिँ धेरै पुगेको छ। जस्तै अब सम्भावना के को उसमा पुगेको छ भने नेपाल कृषि हैन, नेपालमा कृषि खेती चाहिँ राम्रो गर्न सक्यो भने त्यसबाट पनि मनग्य आम्दानी लिन सकिन्छ। अब कुरा रह्यो वैदेशिक अथवा नेपालबाट प्रत्येक दिन चाहिँ 2000 को हाराहारीमा चाहिँ विदेशिन्छन् युवा साथीहरू। त्यसबाट पनि चाहिँ नेपालमा चाहिँ यो त्यसले पनि नेपाललाई अल्पकालमा रोजगारीका सिर्जनाहरू भए तापनि दीर्घकालीन रूपमा भने यसले अधिक फाइदा पनि गर्छ र त्यसले चाहिँ त्यसको बेफाइदाहरू पनि रहेका छन्। जस्तो त्यहाँबाट रेमिटेन्स आउने कुराहरू फाइदा हो भने बेफाइदा भनेको वैदेशिक उसले चाहिँ बेफाइदा भनेको चाहिँ अब हाम्रो हैन श्रम शक्ति चाहिँ विदेश पलायन हुँदा हामीले चाहिँ महँगोमा चाहिँ श्रम शक्ति किन्नुपर्ने हुन सक्छ र हाम्रो श्रम बजारमा चाहिँ श्रमको अभाव हुन जान्छ। हामी त्यसमा पनि हामीले चाहिँ मर्का पर्न सक्छ।